आज म साथीहरू अनलाइनको कुरा गर्न आउँदैछु है। कति राम्रो सामान भनेर भन्नु होला। हेर्नुहोस् है साथीहरू, सामान हेर्नुहोस् त यहाँ हेर्नुहोस् न ल हेर्नुहोस् साथीहरू। अब हामी यो केले टाँस्ने ल भनिदिनुहोस्। देखाउने बेलामा चाहिँ ओरिजिनल ठाउँमा बनेको अथवा चाइनामा बनेको अथवा इन्डियामा बनेको ठाउँमा बनेको चाहिँ सामान देखाइदिने हामीलाई होइन। तर बेच्ने बेलामा चाहिँ सबै आफैले फिट गरेको जस्तो फिटिङ गरेको जस्तो यस्तो हावातालमा टाँसेर पठाइदिने। हेर्न साथी, यहाँ नै देख्न यहाँ पाल हेर, यहाँ पाल पनि छ के। अब यो पालमा चाहिँ कहाँ हाल्ने त, यो यत्तिकै टाँसेर पठाइदिएको छ। ल हेर्नुहोस् है कस्तो राम्रोसँग देखाउँछ क्या सामान चाहिँ। ल खसेर साथी हो, एक दिन पनि चलाएको छुइनँ मैले। चलाएको छुइनँ मतलब चलाउँ भन्दा यस्तो भयो क्या। ल यस्तो छ, ल यस्तो। अब के गर्ने भन्नु त साथी हो, यत्रो पैसा हालेर। तपाईँहरू पनि फस्नु होला है साथीहरू, होस् गर्नु होला। अनि अनलाइनको सामान बेच्ने साथीहरूले पनि यस्तो सामान नबेच्नु होला। हेर ल यहाँ खै यहाँ, ल यहाँ थिचिँदैन कि साथी। यो मैले लिने बेला यो थिचिएन भन्दा भने पानीमा भिजेपछि भइहाल्छ भन्दा ल पानीमा झ्याप भिजिरहेको त कोही कहाँतिर भयो। ल कहाँ भयो, ल यो कसरी फुक्छ कि पानीले भिजेपछि। त्यो पनि यो फुकिहाल्यो भने यो के काम क्या, यो के काम। तपाईँहरू सामान बेच्नु भन्छ भने राम्रो सामान बेच्नुहोस् है। यसरी मान्छे झुक्क्याउने फसाउने काम चाहिँ नगर्नु होला कि। यसरी कमाएको सम्पत्तिले कहिले मान्छे उँभो लाग्दैन, यति कुरा चाहिँ याद गर्नु होला। यहाँ खाल्दैमा आयो के गर्ने कि, यो अरूमा केहीमा लाउनु पनि मिल्दैन। यो डन्ठी पनि हेर्नु त त्यसै गएन त झारेक। अनलाइनको सामानहरू धेरै मान्छे फसेको छ है साथीहरू, याद गर्नु होला। अब यो फाल्नुभन्दा विकल्प अरू के छ र। अनलाइनको सामान बेच्ने मान्छेले ओरिजिनल राम्रो जुन देखाउँछ त्यही नै देखाउने बेलामा चाहिँ कहाँको ओरिजिनल सामान देखाउने नि आउनु बेला चाहिँ सबै डुप्लिकेट सामान पठाउने। तिमीहरूलाई रिस उठिरहेको छ है मलाई फेरि।